सेफ सर के पाक्दैछ हाम्रो आज किचनमा मटनको भुटन स्पेसल बनाउन लागेको छु म शान्ति हेर खसी काट्नु हुन्छ त उसले बोलाउँथ्यो अनि हो है आमा कडा होइन त तपाईँ गाउँमा खसी काट्ने भने त उसले बोलाउने सधैँ अनि जहिले बनाउने फेरि खुट्टा बोल्ने त्यो टाउको बनाउने मात्रै हो त्यो खुट्टा र टाउको मात्रै हेऱ्यो तिमीहरू घर जाऊ त साँच्ची हो अब आफै हो पछि मान्छेको हामी घर जाऊ गयो भने दसैँ नै दाजु मान्छे त यो त ऊ हो नि पापी जात मार्ने झ्यामझ्याम अर्कालाई हानी के खसी हान्दिनला हो खसी हानिदिनलाई जकेट चाहिँ खोल्नु पऱ्यो भन्ने जस्तो लागिरहेको है यो चाहिँ खोल्नु पऱ्यो ओए ला त्यो ज्याकेट समाइदिए के छ पनि अरू अहिले जाडो हुन्छ फेरि यसमा चाहिन्छ क्या होइन होला जेडी ल्यायो जेडी जेडी अब काट्दाखेरि त जाडो हुन्छ यस्तो लुगा अब फुल लाउनु पर्छ खाँदै हो नि तात्न पर्ने खाँदै भन्दा त राजा चाहिँ होइन होला कदे लुक यस्तो कडाले ह्यान्डसम आमा यस्तो लुक्सले त कपाल चाहिँ काट्नु पर्छ यतिकै सीमा जाँदा नि देखिन्छ यति मात्रै काट्नु पऱ्यो कपाल चाहिँ दादा गट जे लाइन छ नि है कन्ट्रोल नाम देखि नि सरलक्कै लाएर जान परेकै त्यसैले रे हामी चाहिँ आज सिकार्दैछौँ रमेश आउँथ्यो रमेश अझ रमेश आउँथ्यो त मेरो मान्छे अझ रमेश दाइ पनि आउँदैछ धेरै मै हो यो क्याब लगाएर कस्तो देखाएको छ अर्कै देखाएको छु त यार यस्तो हुन्छ रमेश आउँदैछ यस्तो खसी त कति बनाएँ पहिला गाउँमा म त एक्लै बनिन्छु भनेको फेरि घरमै बनाउनु भने फेरि होइन भन्नु थाल्यो त्यही भएर यहाँ लिएर आएको दसैँमा त 3टा 4टा कति नि यस्तै हो मान्छे अब के अर्कालाई खानको लागि अनेक गर्छन् ल ल ल ल दाजु के छ दाजु लङ टाइम नो सी हाम्रो दाजु रमेश दाजु पनि आइपुग्नु भइसक्यो है हेलो हेलो गाइज रक्क लाएर मास्क त लगाउनु होइन कि त भनेको के हो यी भन्दैन के छ अन्त ल भित्र मोटाइयो मोटाइ होइन मोटाइ मोटाइ देख्छ है जहाज मोटायो क्या त यहाँ अन्त पहिल्यैदेखिबाट ज्याकेट थियो नि मदन त मोटा हो आफूले राम्रो भित्र जाउँ ल फेरि उता अँ तर अब त्यो टिका लगाइदिनु यहाँ चाहिँ मम्मीले रक्ती बोकेर गइसक्यो है फेरि लहर जोडका तोड परेको त केटाहरूको त के हो यस्तो यो दुई दाजुभाइ हानान गर्ला त जागिरो राख्ने दाजु गोल्डन रक ल्याइदिउ जाने है ल त अलि धेरै एक्सपिरियन्स भए मान्छे भने त होइन कि हो गफमा त ठगे जस्तो लाग्यो पल्टन पनि यही काम गरेर आइयो पल्टनतिर नि दाजु के हो पल्टनतिर नि यही काम भयो के हो सबै आफै हो पछि मान्छेको हामी घर जाऊ गयो भने दसैँ नै हामी गएन भने त किन दसैँ त के दसैँ त्यो पिङ हलाइदिने चिस्काइदिने अरू केहीको अनुहार नपरेलाई कस्तो ब्युटिफुल भन्छ यस्तो ओहो देखेको एकचोटि डुबो अलिक खुल्ला आउँछ ल पानी भर्यो पानीको एक्सपिरियन्स बढी भइन्छ ल केटा के गरममा एकछिन बाहिर बस्छ है बाहिर बस्छ म
हेलो हेलो सोल्टी ल के छ लङ टाइम नो सी हाम्रो सोल्टी हाम्रो सोल्टी पनि ब्याक भइसक्यो है फेरि गाइस हाम्रो केटाहरू चाहिँ फेरि भित्र तम तयार छ म त घरमा छिरेको त म मात्रै हो त घरमा त मनमा छ बहिनी तल गइसक्यो कि के छ सोल्टी अनि नयाँ नौलो त्यस्तै है मोडल भाइ क्या भाइ केटाहरू भित्र हाल्दैछ हो सो खसी हाने है हाम्रो दाजुले टाउको भुत्दाखेरि कडा खाने एक्सपिरियन्स रे 3 वर्षको कति रे एक्सपिरियन्स त 10 वर्ष 10 वर्षको शान्ति हेर खसी काट्नु जितो बुले बोलाउँथ्यो अनि हो है आमा कडा होइन त तपाईँ गाउँमा खसी काट्ने भने जितो उसले बोलाउने सधैँ अनि पुरै नि पुरै अब त दाजुले पुरै हान्दैछ यताबाट अर्को दाजुले हान्दै हुनुहुन्छ जहिले बनाउने फेरि खुट्टा पोलेर त्यो टाउको बनाउने मात्रै हो त्यो खुट्टा र टाउको मात्रै अरे सही तिमीहरू घर जाऊ त साँच्ची हो काम निस्किने होला मात्रै जाने अँ खटे हा दाजुजी होस् ल गयो है दोकान खाले ठुल्दै ओ ठुल्दै के हुँदैछौ किलो जरी 9 भाग लाउने अनि 1 किलो लानु फेरि भाग दिने ठुल्दै टक्क लाएर सोल्टी त्यति होइन थकेला यार ओ मैले के छ हौ माक्स लाएर बसेको त ठुल्दै होइन ठुल्दैखेरि यहाँ तम्सेर आमा के गरेँ लोकल मटन हो के उतै बाल्टीमा के त उहाँ उता धुनुपर्छ त्यो यता तेल त बसन्त होला मलाई त आउँदैन के गर्नु ल म गर्छु नि त केटाहरू तम्चार छ के लागिरहेको यस्तो यो दसैँ लाग्यो सेफ सर के पाक्दैछ हाम्रो आज किचनमा भुटन मटनको भुटन मटनको भुटन हो स्पेशल बनाउन लागेको छु म यत्तिकै चाहिँ हुँदो यही रहेछ आइटम हुन्छ त्यही नै हाम्रो चाहिँ हेरेर यस्तो पार्टी चल्दैछ आज हल्का फुल्का दामी रेडी छ रेडी दाजु के छ सेफ चाहिँ फेरि यस्तो नि छुट्टै सर्ट सर्टमै भन्ने सर सबै भनेपछि चटक चुटक चाहिन्छ क्या हाम्रो सेफ सरलाई यत्तिकै चाहिँ हुनुपर्छ है सेफ भनेको होइन यत्तिकै सेफ बन्दैन नि त होइन त्यो कहाँ भन्छ त सरसफाइ हो मेन भनेको रहेछ सही यत्तिकै टक्क त्यही नै हो गाइस यहाँ त यस्तो चल्दैछ यो चाहिँ के अरे दाजु यो के बनेर हाम्रो सेफ सर त्यो त यो कालो कालो रक्ती रक्ती भन्छ अब त्यसमा चाहिँ कलेजोहरू काटेर अँ त्यहाँ धेरै आइटम मिसाइले जडीबुटीहरू यो चाहिँ यहाँ चाहिँ हाम्रो मटनको फेरि दामी मासु पाकेको छ यता भुटन पाक्दैछ यता चाहिँ बेहेनाले यो के गर्दैछन् है सिधै नै हाम्रो दाजु यता भएर हाम्रो होम्स यता यता आन्टी हुनुहुन्छ यता अङ्कल ड्याड सोल्टी राजा के छ यार यस्तै चलिरहेछ यस्तै चल्दैछ सेफ सर के अरू के पकाउनु पाइन्छ के भनिदिनुहोस् न कस्तो किलो भइरहेछ मटाउन मटन हो सेफ सर सबभन्दा मिठो नै हुन्छ क्या के अरे यसमा त अब लङ सुकमेल के अरे तेजपत्ता दिनुमारेको मसला हुन त हाम्रो सेफ सरले छोएपछि यतिको नमिठो सोदा सब हालेको थियो र नमिठो भन्ने कुरो त हुँदै भएन नि आहा चिया सुँगेरै मिठो भइसक्यो अनि पेस्ट बनाएको होला नि त सो यस्तै चलिरहेछ हाम्रो घरतिर होटेल जा अनि अगाडिपट्टि एउटा के हो यो जडीबुटी खाएको थियो आज चाहिँ जेडी अनि जडीबुटी खाएर नि अनि तागत आएन है के तँलाई यार म पान्तिखा लगाएर राति पानी नआएको रक्सी जस्तो लगाइरहेको नि त यो ए हिजै
साथी हिजै राति यो उता अङ्कल भएको हामीलाई त जेडी हालौँ न त्यो ओसो दियो भने रक्सी के रक्सी किन क्या रक्सी भर्दैछ न केटाहरूले बाबुले अब यो आइटम केही खाना कही ठाउँ हो बसौँ बसौँ ल खाने अब टक्क लगाएर चेयर छ त भित्र चेयर आउन यिनीहरू बस्छ म बस्छु न यो के भन्छ म त फेरि पानी हालेर शीतल चिया हान्ने म त जेडीमा त हाल्नुहुन्न ब्ल्याक लेभल जेडी रेडमा पनि हाल्नुहुन्न खास चाहिँ सिलिन्डर लिएर राख्ने दुईजना यहाँ बस्नु त वाइट हो ए हो बस्नु न केस भइसक्यो जय होस् जय होस् राख्छु जेन पनि